अरू सब 12 चक्के सिस्टम यो इमर्जेन्सी हो, यो भ्याकुम हो, सब त्यही हो। अनि यो चाहिँ एसीको चाहिँ यहाँबाट छ, यो चाहिँ एसी हो है, एसीको स्विच यिनीहरू हो। अनि यहाँनिर चाहिँ क्यासेट राख्ने ठाउँ। अनि गियरको कुरा गर्नुपर्दा चाहिँ गियर चाहिँ सेमै यो हाम्रो 12 चक्केमा 10 चक्केमा जस्तो अरू टेलरहरूमा हुन्छ नि त्यस्तै त। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। इट्स मलाल कुमार, हजुरहरूले अहिले हेर्दै हुन्छ मलाल टकी ब्लग्स। सो फेरि पनि हजुरलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि म चाहिँ आज तपाईँलाई 2025 मोडलको 14 चक्के टेलरको भिडियो लिएर आएको छु। सो यो चाहिँ हाम्रो 2025 मोडल हो, कसरी चलाउनु पर्छ, यसमा के सिस्टम छ अहिलेको बारेमा म तपाईँलाई बताउनु बेलामा चाहिँ। सो सबजनाले भिडियोलाई चाहिँ लास्टसम्म हेरेर लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु ल। सो यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यो 2025 मोडलको सिग्ना BS6 हो है, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ स्टिकर टालेको BS6 चाहिँ होइन, यो सिग्ना मात्रै हो। अनि सिग्ना 2025 मोडलको टाटाको। अनि यसको लुक्सको कुरा गर्नुपर्दाखेरि चाहिँ यो गाडी यस्तो छ होइन। अनि तपाईँको म भित्रपट्टि देखाउँछु, यसको भित्रपट्टि 14 चक्के टेलर हो है, यहाँनिर हेर्न सक्नुहुन्छ। सो यसको चक्का खोलौँ। सो झन्डै लुकिङ ग्लास उडेको। अनि यो रहेको चाहिँ यसको चढ्ने स्टेप 1 2 3 माथि बल्ल 4 पुग्छ है त। यसको चढ्ने ठाउँमा चाहिँ सजिलै छ भनौँ न। अनि यो भित्रपट्टिको लुक्स यो गाडीको। सो अनि यो रहेको यसको पहिला ढोका भयो होइन त। यो यतापट्टिको लुकिङ ग्लास, दुईवटा लुकिङ ग्लास यहाँ छ। यहाँबाट त्यो तलपट्टि देख्ने लुकिङ ग्लास थियो, अर्को पनि छ यहाँबाट देखिन्छ। यतापट्टि साइडबाट लुकिङ ग्लास छ, त्यहाँ दुईवटा लुकिङ ग्लास। अनि सो यो चाहिँ AC सिस्टमको हो है। सो यहाँनिर हेर्न सक्नुहुन्छ। यो रहेको चाहिँ हाम्रो डिपर वाइपरको, यो चाहिँ सबको सेम त्यही हो। अनि तपाईँको यहाँनिर यो हेडलाइट हाम्रो सब 12 चक्केहरूमा जुन छ नि त्यसको। अनि यो स्ट्रिङ भयो सेम पहिलाको जस्तै छ। अनि यो चाहिँ हाम्रो मिटर पनि सेम पहिलाको हो। मैले अन गर्छु ल। यस्तो सिग्नल बल्छ कि यसमा लास्ट धेरै नै। अनि यो चाहिँ फेरि AC गाडी हो। अनि त्यही भएर अब यसको AC चाहिँ कताबाट चल्छ मलाई पनि थाहा छैन, म दाइलाई अहिले सोध्छु। सो एउटा बटम चाहिँ यसको यो छ नि लाइट, यो चाहिँ सम्ममा यो थिच्नुपर्छ, सम्ममा बराबरमा हिँड्नु छ भने त तेल बढी जान्छ अरे। अनि हेभी उकालोमा हिँड्नु छ भने यो बटम थिच्नुपर्छ है। अनि यो ABS भइहाल्यो, यहाँ ABS लेखेको छ। अनि यो त तपाईँको हेडलाइट हो, टाढा नजिक तल माथि गर्ने हो। अनि अरू सब 12 चक्के सिस्टम हो, यो इमर्जेन्सी हो, यो भ्याकुम हो, सब त्यही हो। अनि यो चाहिँ एसीको चाहिँ यहाँबाट छ, यो चाहिँ AC हो है, एसीको स्विच यिनीहरू हो। अनि यहाँनिर चाहिँ क्यासेट राख्ने ठाउँ, पानी राख्ने ठाउँ दिएको छ। यो चार्जिङ प्लग भइहाल्यो। सो यसको सिट चाहिँ अरूभन्दा भन्छ नि सिट चाहिँ सही छ क्या, सिट चाहिँ लचक छ है। अनि यसको यहाँबाट ह्यान्ड ब्रेक भयो। अनि यो तपाईँको टेलर उठाउने हाइभाको पछाडिपट्टिको जुन हाम्रो टिप्परमा उठाउँछ नि, सो यो त्यही भइहाल्यो। यहाँनिर हरान चाहिँ यहाँबाट चाहिँ यसको टक्क लगाएर यो थिचेपछि यहाँबाट हरान बच्छ पम्प र पुक। सो मलाई चाहिँ गर्मी भयो लास्ट होइन, म चाहिँ पहिला ज्याकेट खोल्छु। लोद गर्मी भयो। अनि यहाँ भित्रपट्टि पछाडिपट्टि सुत्नलाई छ नि, सुत्नलाई मजाले दुईजना सुत्न मिल्छ, पछाडि एकजना यहाँ एकजना, यतापट्टि हेल्परको सिट। सो हेल्परको सिट र ड्राइभरको सिट चाहिँ एकदम कम्फर्टेबल दिएको छ कि यहाँनिर भन्दा नि। अनि यसको लुक्स पनि भित्रपट्टिको राम्रै दिएको छ हेर्दाखेरि। सामान यता आफूले मेन्टेन गरेको, यो नि आफूले हाल्यो, गुडिया पनि आफूले हाल्यो। सो यो अरू चाहिँ सिस्टमहरू चाहिँ यसको BS6 चाहिँ होइन तपाईँको। अनि यतापट्टि एउटा अझै के छ यो एउटा यहाँनिर एउटा के को मिटर यहाँ छुट्टै दिएको छ। सो यो चाहिँ अब के हो भन्ने कुरा मलाई थाहा भएन। सो यस्तो रहेको छ सिग्नाको 2025 मोडल। यिनीहरूको एक्सलेटरमा कुरा गर्नुपर्दा यसको एक्सलेटर चाहिँ एकदम नरम छ कि। हामी टाटा पहिलाको छ नि साह्रो हुन्छ नि, चाहिँ पुरै नरम के, पुरै नरम छ कि यो चाहिँ। अनि ब्रेक भइगयो, ब्रेक चाहिँ राम्रो भइन्छ। क्लच पनि अरू टेलरहरूको माथिपट्टिबाट हुन्छ भने यसको चाहिँ यहाँ भित्र सिस्टम चाहिँ यसरी भित्रपट्टि जाने क्या, भित्रपट्टि यसरी भित्रपट्टि जान्छ। यस्तो रहेको छ। AC चलाइदिएको चाहिँ यहाँबाट AC चलाएको हावा आइरह बन्द भयो, AC बन्द भयो। फेरि 1 2 मा भयो, यो 3 मा भयो। स्पिड यहाँ सुन्नु न हावाको कस्तो मिठो। 4 मा कुलर पुरै सही छ। आनन्दको के जो 25 मोडलमा चाहिँ सिस्टम राम्रो दिएको छ। बन्द गरिदिउँ। सो गियरको कुरा गर्नुपर्दा चाहिँ गियर चाहिँ सेमै यो हाम्रो 12 चक्केमा 10 चक्केमा जस्तो अरू टेलरहरूमा हुन्छ नि त्यस्तै त सेम टु सेम। यहाँ रिभर्स गियर 1 2 3 4 5 यसमा चाहिँ एउटा के फरक छ भन्दाखेरि यो रहेछ कि यसमा एउटा फरक चाहिँ मैले देखेको है।
एउटा यो एसी सिस्टम कुलर सिस्टम भइगयो होइन एसी र कुलरको। अनि त्यसपछि यो लाइट सम्ममा हिँड्दाखेरि यो बटम थिच्नुपर्छ, उकालोमा यो बटम। यसले चाहिँ तेल कम यो सम्ममा हिँड्दाखेरि बिस्तारै हिँड्ने तेल कम हुन्छ, यसमा हिँड्यो भने चाहिँ तेल बढी खाने रे। यो चाहिँ उकालोमा थिच्नुपर्छ, ठाडो उकालो सुकालो छ भने अनि त्यहाँनिर चाहिँ यो चढ्छ यो बटमले। सो त्यो चाहिँ मैले यो बुझ्यो। यो एबिएस भइगयो। सो गियर चाहिँ अब सेम पहिलाको जस्तो, क्लच अनि अलिकति यसको डिफ्रेन्ट हो। फेरि पनि म धेरै यसको हाम्रो माथिपट्टिबाट तल जान्छ, यसको बाहिरबाट यसरी भित्र जाने कि भित्र जाने। ब्रेक चाहिँ सेमै चाहिँ एक्सिलेटर पनि अरू फरक छ, पुरै नरम कि एक्सिलेटर पुरै त्यही छैन एक्सिलेटरमा। हाम्रो जो जब स्प्रिङ हटाएपछि हाम्रो एक्सिलेटर पुरै लुज हुन्छ नि ठिनिक्कै त्यस्तै चाहिँ पुरै। लुकिङ ग्लासहरू सेम दिएकै छ, तलपट्टि यतापट्टि साइडमा प्रष्ट देखिन्छ, उतापट्टि गयो नि त्यस्तै छ सेम हेर्न सक्नु। त्यहाँनिर साइडको हेर्नलाई लुकिङ ग्लास दिएको छ, त्यतापट्टि साइडमा पनि त्यो लुकिङ ग्लास दिएको छ खलास साइड हेर्नलाई। सो यस्तै रहेको छ यो गाडी। यतापट्टि चाहिँ सामान राख्नलाई त्यतापट्टि होइन। ढोका सिस्टम त सब सेम पहिलाकै हो। यसमा चाहिँ त्यो स्कर्पियो सिस्टम बटमको दिएको छैन, यो चाहिँ हातले नै घुमाउने क्या। यो चाहिँ छ नि हाम्रो जुन हाम्रो हातले नै घुमाउने सिसा, यसरी हातले नै घुमाउने अनि हातले नै घुमाएर यसरी झार्ने।